विद्युत प्राधिकरणमा कम्तीमा पनि 23 अरब रुपियाँ उठाउनु छ हैन। अनि हामी विद्युत प्राधिकरण धसियो खसियो गयो भन्छ, भयो उठाउनु पर्ने पैसा चाहिँ नउठाउने। अनि विद्युत प्राधिकरण धराशायी हुँदैछ भनेर भन्नु छैन गलत। पहिले हामीले उठाउनु पैसा। कल्पना गरौँ, मैले संसदमा उभिएर जबसम्म बक्यौता दिँदैन हामी जनताले विद्युत प्राधिकरणलाई मासिक जुन हुन्छ नि हामीको चार्ज हुन्छ 1000, 2000, 3000 जति हामी दिँदैनौँ भनेर भन्यो भने के अवस्था हुन्छ भन्नुहोस् त। कहिले सोचेका छौँ हामीले? उद्योगी व्यापारीलाई पाल्नको लागि पोस्नको लागि जनता होइन त हो। कसरी मिलाउन सकिन्छ भनेर कि गडबड भएको छ भने त्यो मिलाउँ, मलाई थाहा छैन। तर बक्यौता छिटोभन्दा छिटो उठाउनु पर्छ। उठाएन भने अवस्था नाजुक हुन्छ। विद्युत प्राधिकरणको नाजुक हुन्छ, देशैको नाजुक हुन्छ। अरूले किन तिर्ने? हामीले किन तिर्ने भन्नुहोस् त? तपाईँहरूले त तिर्नै पर्दैन क्या होइन। फ्री छ क्या, कति 200 300 फ्री हुँदो होला। हामीले किन तिर्ने? कहिले सोचेको छ? राजनीतिज्ञहरूले त्यो सोच्नु परेन? त्यसकारण छिटोभन्दा छिटो यो बक्यौताको समाधान। सिडिएको चेयरपर्सन त उहाँ हुनुहुन्न, तर म जनार्दनजीलाई नै जिम्मा दिँदैछु। तपाईँले छोडेर जानुभन्दा पहिले बक्यौता उसुल गरिदिनु मात्रै जानु।